मेरो मिल्ने साथी। मेरो मिल्ने साथीको नाम रमा हो। रमा साह्रै मिलनसार र सहयोगी छन्। जब रमा सानै थिइन्, उनी परिवारसँग पोखरा गइन्। हामी एकअर्काबाट टाढा भए पनि सधैँ सम्पर्कमा रह्यौँ। हामी हरेक महिना एकअर्कालाई चिठी लेखेर पठाउँथ्यौँ। कहिलेकाहीँ चाडपर्वको बेला परिवारसँग रमा गाउँ फर्कन्थिन्। त्यतिबेला हामी सँगै खेल्थ्यौँ र चिठीमा नलेखेका कुरा सुनाउँथ्यौँ। रमालाई चित्र बनाउन मन पर्थ्यो। 8 कक्षामा पुगेपछि रमाले चित्रकलामा बढी ध्यान दिइन्। उनलाई बेलायतको एउटा राम्रो विश्वविद्यालयमा पढ्न मन थियो। 12 कक्षा उत्तीर्ण गरेपछि उनले त्यो विश्वविद्यालयमा नाम पनि निकालिन्। तर बाबा-आमाले उनलाई नेपालमै पढ्न कर गर्नुभयो। रमाको चित्रकार बन्ने सपनामा धक्का पुग्यो। स्नातक पढेपछि उनले बाबा-आमालाई सम्झाइन् र चित्रकला पढ्न युरोप गइन्। रमाले केही समय इटलीमा पढिन् र बेलायतमा स्नातकोत्तर गरिन्। यद्यपि उनको चित्रकार बन्ने सपना अझै पुरा भएको छैन। तथापि उनी आफ्नो लक्ष्यमा अडिग छन्। मलाई उनी एक दिन पक्कै एउटा सफल चित्रकार बन्छिन् भन्ने लाग्छ। रमाको सपना पुरा होस्, यही शुभकामना।